हेलो गाइज, वेलकम टु आवर ब्लग। आज चाहिँ हामी बाहिर घुम्न जान लागेको छौँ, दिदी र म। टुडी वाटरफल, टुडी होइन, लौके झर्ना भन्ने कहाँनिर छ अरे। अनि पुग्छौँ कि पुग्दैन भन्ने कुरा हो। त्यहाँ जान लागेको। आज हामी पुरा रेडी भएर हिँडिसक्यौँ। अब निशालाई चाहिँ हामी उता माछा पोखरीदेखि लिन्छौँ, दिदी सामाकोसीदेखि लिन्छौँ अनि जान्छौँ यहाँदेखि बस चढेर। हामी चाहिँ बाटोमै आएर भ्लग गरेको छौँ, घरदेखि नगरेर। अब चाहिँ हामीले यहाँदेखि बस खोज्नुपर्छ अनि बस आइहाल्छन्, खोज्न त पर्दैन। अर्को पनि छ, पछि आउँदैछ ल। ली चाहिँ पिङ्क, म चाहिँ पर्पल भएर आज हामी हिँडिसकेको छौँ। गाइज, हामी चाहिँ अब निशालाई पनि भेटिसक्यौँ अनि अब निशालाई लिएर तिनजनाहरू लास्ट सिटमा बसेर जान लाग्ने। तिनजना बोल्नुपर्छ र पिङ्क भएर दुईवटा पिङ्क बहन। हाम्रो सधैँ चारजना एउटै कपडा हुन्छ। मेरो पर्पल। बसदेखि झरेर हामी उकालो निस्किँदैछौँ। घाम चाहिँ लास्टै छ। दिदी पछाडि हुनुहुन्छ। गर्मीले मर्न लाउन भ्यू चाहिँ खत्रै आयो, तर अब के भन्ने। झन् छाता बोकेर आएछौँ हामी। हिँड्दा सधैँ यस्तै हुन्छ। नै भने हामी लास्टै घाम मात्रै लाग्नेमा मर्ने थियौँ होला। ल अब चाहिँ हामी माथि पुगेर भेट्छौँ 1 घन्टा। गाइस, हामी लिची खान आइरहेछौँ। कति लिची छ हेर्नु त। आमामामा लिची जताकतै लिची। कति हो, कति लिची। अम्मा दुई सयको लिची खान लागेको अब हामी चाहिँ। लिन दिदी। गाइस, लिची बुवालाई धेरै धेरै धन्यवाद बुवा। झोला यस्तै राख्ने ऊ झोला राख्ने हो कि झोला खोल के हो र। निशाको झोला हाल ठुलो हो अनि उ गरौँला, पछि म बोक्छु कि। हामी चाहिँ लिची खाँदै ल लिची हातमा छोप्दै, अरू चाहिँ ब्यागमा छन्। यति चाहिँ हामीले अब खाँदै। हिमाल हेर्दा खतरा देखियो। ल अब चाहिँ हामी खाँदै जान्छौँ लिची। गीत सुन्दै उकालो अब कटाउनु पर्यो। त्यही छ अरे हेर, लौके झर्ना पनि भन्दो रहेछ अनि छ अरे झर्ना नि भन्दो रहेछ क्या सायद, होइन? शिवपुरी गाउँपालिका भनेपछि सायद। सी गाइस, नाइस। यस्तो गर्मी ह, पागल हुन लागिसक्यौँ, पागल। हामी अब झर्न मात्रै बाँकी छ। झर्ना पुग्नलाई अझै कति छ? 1 किलोमिटर कति थियो अरे? 1.3 किलोमिटर। हिँड्दै जान्छौँ। गर्मी चाहिँ हामी पाक्यौँ। यहीँ बस्छौँ जस्तो भइसक्यो। हामी पाक्यौँ। किराको आवाज। किरा आस्ति गाउँ छाटेको कले हो र। गाइज, धान र गहुँ पनि छुट्याउन नसक्ने यी विदेशीहरू। म केही बोल्ने हेर्नु न, यत्रो धानलाई नचिन्न नसकेर भात खाने धान रे। म कहाँ जाउँ? अनुहार देख्दै अमेरिका आए जस्तो छ, अफ्रिका आए जस्तो है। गहुँ पनि छुट्याउन सक्दैनन् अनि यिनी धान हुन् भन्छन्, धानलाई गहुँ भन्छन्, गहुँलाई धान भन्छन्। म कस्ता लिएर हिँडेँ है। ओहो, कस्ता गर्मी, पागल हुन लागिसक्यो। फाइनल्ली अब चाहिँ 800 मिटर मात्रै छ। त्यही पनि बाटो त घाम छ कि यहाँ धेरै, अनि त्यही भएर
फेरि हिँड्नमा थोरै बाटो भयो नि गर्मीले हिँड्नै नसकिँदो रहेछ। दिदी चाहिँ उ त्यो अङ्कलहरूसँग गफ हान्दै हिँडिरहेको छ होइन। दिदी हामीले जहाँ जाँदा पनि हाम्रो चाहिँ सेम हुन्छ किन हो मिल्छ खै पनि किन थाहा भएन होइन। हामीले सल्लाह सल्लाह नि गर्दैन फेरि कहिले होइन। तर पनि ठ्याक्क मिलेको हुन्छ। 800 मिटर छ अब। दिदी चाहिँ उता अगाडि के अङ्कलसित पुरै गफ हानिरहेको छ कि होइन। अनि चाहिँ पछाडि हाम्रो आफ्नो पारा अङ्कलले अहिले हामीलाई कहाँ कहाँ खानुहुन्छ अरे कुरो के देख्नु नि तपाईँहरूले हामीलाई काँक्रो दिनु अहिले उस्तो परे हामी लिची नै बाँड्न बेच्दैन फेरि कुरो कि कस्तो राम्रो मान्छ। र अब चाहिँ हामी जङ्गलमा अलि शीतल झर्नाको नजिकै आइसक्यौँ हामी। झर्ना धेरै सानो रहेछ हामीले देखेको थियौँ तर भिडियोमा देखे जतिको चाहिँ अझै भरै छ। तर कस्तो सुनसान है गाउँ चाहिँ कस्तो राम्रो के अब कति शान्त छ होइन। जिन्दगी धान र गहुँ छुट्याउन नसक्नेसित हिँड्ने भयो भयो त्यो कुरा त्यो टपिक सकिसक्यो। अब चाहिँ हामी जान्छौँ है। अब चाहिँ हामी झर्ना देख्यो चोक्टा खाना आएका बुढी झोलमा डुबेर मरे भन्ने चलन जस्तो छ। झर्ना हेर्न आएका तिनवटा झर्ना थोपा प्याक पुरैको एउटा दानाको चाहिँ 10 रुपियाँ ए ल अहिले आएर किन्छौँ ल हामी उता जानु ल तिर्को कहिले केही काम गर आजसम्म 1 रुपियाँ कमाऊ कसैले। दिदी छाता आइहाल्नु अहिले आउँदा किन्छौँ ल। कस्तो राम्रो आरू हेर्नु त कस्तो राम्रो नुन पनि छ लडौला तिमी तल टाइम होइन। त्यही भएर म भन्छु क्या अरूको स्वरमा लागेर कहिले नि नहिँडौँ भनेर। हेर्नु त पुरै अबे सर्प त्यहाँ भनेको ऊ के सर्प छेपारो भन्छ सर्पलाई नि गौला धान उला सर्पलाई छेपारो धान लागौ छेपारै हो दिदी भयो नगरौ। म त कस्तो दिमाग खराब होइन। हेर स्विमिङ पुल धमिलो गाइस हेर्न त हेऱ्यौँ होइन झर्ना तर यहाँ अहिले होइन अलि पछि चाहिँ आउनु पर्ने छ। अनि स्याटरडे होइन अरू बार आयो भने चाहिँ धेरै मान्छे हुँदैन भिडभाड। अहिले चाहिँ यस्तो धेरै भिडभाड देख्दै पानी फोरो है केही गर्नै मन नलाग्ने। हामी अलिअलि खुट्टा मात्रै भिजायौँ। अब नेक्स्ट टाइम आउने प्लान छ हाम्रो चाहिँ भदौमा त बेसी नै हुन्छ क्या मान्छे। अहिले चाहिँ भदौमा धेरै हुन्छ हामी डुबिन्छ क्या मरिन्छ अनि बगाउने जस्तै हुन्छ क्या फेरि त्यति बेला त। हामी चाहिँ कहिले आउनुपर्छ भने यही महिनाको लास्टतिर क्या। यो महिना त लास्ट भयो क्या अरे। ओ भाइ मारो मुझे मारो अर्को असारको लास्टतिर असारको बिच महिनामा होइन त्यति बेला आयौँ भने चाहिँ
जस इन्जोय गर्न पाइन्छ जस्तो लाग्छ मलाई होइन भने चाहिँ मलाई चाहिँ होइन हामी आयौँ तर लिची खायौँ केही भएन होइन रमाइलो पनि भयो ठाउँ पनि थाहा भयो तर हामी नेक्स्ट टाइम आउँदा चाहिँ अलिक प्रिपेयर गरेर आउनुपर्छ जस्तो लाग्यो मलाई चाहिँ है किनकि अरूका स्वरमा लाएर हिँड्यो भने यस्तै हुन्छ भन्थे यो टिकटक भिडियोले गर्दा पोहोर सालको भिडियो अहिले हालिदिन्छन् अनि हामीलाई चाहिँ कसरी थाहा हुन्छ भनेर हाम्रो भिडियो हेरेर पक्कै पनि इन्जोय त गर्नु नै भयो होला कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ लट्स अफ लभ